लोकसेवा आयोगद्वारा सञ्चालित भएको खाद्य विशेषता व्यापार कम्पनी लिमिटेड प्रशासन सामान्य प्रशासन तर्फको चौथो सहायक पदको लागि चाहिँ 2082 साल 8 महिना 5 गते भएको प्रथम पत्रको हामीले जीके क्वेसनहरू राखेका छौँ र यहाँ चाहिँ पहिलो क्वेसन रहेको छ पूर्वदेखि पश्चिम दिशाका आधारमा तल दिएका तालहरूलाई सही क्रममा छनौट गर्नुहोस् भनेर रहेको छ। यसको आन्सर अप्सन बी रहेको छ, साल्पा पोखरी पहिलो, त्यसपछि जाँकेरा ताल, रुक्मणी दह र सुरमा सरोवर बजाङमा पर्छ। त्यसै देखाएका कथन मनन गरी गलत कथन चयन गर्नुहोस् भनेको छ 2 नम्बरमा र यसको आन्सर रहेको छ अप्सन नम्बर बी, विद्यापति नेपाल भाषाका प्रसिद्ध कवि हुन् भन्ने चाहिँ गलत रहेको छ। 3 नम्बरमा हिउँको गीत नामक उपन्यासका लेखक को हुन्? अप्सन नम्बर ए, तीर्थ गुरुङ चाहिँ हिउँको गीत नामक उपन्यासका लेखक हुन्। त्यसैगरी मल्लकालमा फौजदारी प्रकृतिको मुद्दाको पुनरावेदन सुन्ने निकायलाई के भनिन्थ्यो? सी नम्बर अप्सन इटाचपली भनेर भनिन्थ्यो। त्यसैगरी 5 नम्बरमा मुख्य गरेर चाहिँ सल्ला, चाप, कटु, सोखर, गुराँस चिलाउने जस्ता बोट बिरुवाहरू कुन प्रकारको वनमा चाहिँ पाइन्छन्? यसको आन्सर रहेको छ अप्सन नम्बर सी, समशीतोष्ण सदाबहार कोणधारी जङ्गलमा। त्यसैगरी 6 नम्बरमा दुधकोशी 2 जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति मेगावाट रहेको छ? 70 मेगावाट रहेको छ, अप्सन नम्बर सी। 7 नम्बरमा आर्थिक सर्वेक्षण 81-82 अनुसार प्रति व्यक्ति राष्ट्रिय आय कति अमेरिकी डलर रहेको छ? अप्सन नम्बर बी, 1517 अमेरिकी डलर। त्यसैगरी 8 नम्बरमा आर्थिक सर्वेक्षण 81-82 अनुसार नेपालको कुल ग्रास उत्पादनमा कृषि क्षेत्रको योगदान कति % रहेको छ? यो चाहिँ अप्सन नम्बर सी, 25.16% रहेको छ। र 9 नम्बरमा साप्टामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन्? ए नम्बर आन्सर महेश आचार्य। र 10 नम्बरमा एक्सपेरिमेन्टल एडभान्स्ड सुपर कन्डक्टिङ टोकामेक इस्ट अर्थात् चीनद्वारा निर्मित कृत्रिम सूर्य आर्टिफिसियल सन चीनको कुन सहरमा स्थापना गरिएको छ? यो चाहिँ अप्सन नम्बर सी, हेफी भन्ने सहरमा चाहिँ निर्माण गरिएको छ, स्थापना गरिएको छ। र त्यसैगरी 11 नम्बरमा टेलिभिजनको रिमोट कन्ट्रोल प्रविधिमा कुन विद्युत चुम्बकीय तरङ्गको प्रयोग गरिन्छ अथवा उपयोग गरिएको हुन्छ? अप्सन नम्बर ए, इन्फ्रारेड। त्यसैगरी 12 नम्बरमा इकोकार्डियोग्राफी नामक यन्त्र मानव शरीरको कुन अङ्गको परीक्षणका लागि चाहिँ प्रयोग गरिन्छ? अप्सन नम्बर बी, मुटु। हैजा 13 नम्बर क्वेसन, हैजा कुन कीटाणुका कारण लाग्दछ? यो चाहिँ भिब्रो कोलेरा। 14 नम्बरमा नेपालको गाउँपालिका विहीन जिल्ला तलका मध्ये कुन हो? यसको आन्सर रहेको छ अप्सन नम्बर बी, भक्तपुर। त्यसैगरी 15 नम्बरमा नेपालको संविधान बमोजिम सङ्घ प्रदेश स्थानीय तहबीचको सम्बन्ध तलका मध्ये कुनमा आधारित हुने व्यवस्था रहेको छ? यसको आन्सर रहेको छ अप्सन नम्बर बी, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित। त्यसैगरी 16 नम्बरमा प्रदेश व्यवस्थापिकाको संसदमा कुल जम्मा कतिजना सदस्य रहने व्यवस्था छ? अप्सन नम्बर डी, 550 जना रहने व्यवस्था छ। त्यसैगरी 17 नम्बरमा स्थानीय तह भन्नाले तल दिएका मध्ये कुन निकायलाई बुझाउँदैन? यसको आन्सर रहेको छ अप्सन नम्बर सी, जिल्ला समन्वय समिति चाहिँ स्थानीय तहभित्र पर्दैन। स्थानीय तह भन्नाले चाहिँ बुझाइँदैन। त्यसैगरी नेपालको इतिहासमा कुन राजाको पालादेखि दैच शासनको सुरुवात भएको मानिन्छ? यसको आन्सर अप्सन नम्बर डी, वसन्तदेव। त्यसैगरी 19 नम्बरमा राज्यका निर्देशक सिद्धान्त समावेश भएको नेपालको पहिलो संविधान कुन हो? अप्सन नम्बर ए, नेपालको अन्तरिम शासन विधान 2007 साल। 20 नम्बरमा नेपालको संविधानमा खाद्य सम्बन्धी हक कुन धारामा उल्लेख रहेको छ? आन्सर रहेको छ अप्सन नम्बर बी, 36 धारा अथवा धारा 36। धारा 36मा नेपालको संविधानमा खाद्य सम्बन्धीको हक चाहिँ व्यवस्था गरिएको छ। 21 नम्बरमा चाहिँ नेपालको संविधानमा राष्ट्रिय झण्डाको आकार डडलले निर्धारण गरे बमोजिम हुनेछ भन्ने व्यवस्था गरिएको छ। यसको आन्सर रहेको छ अप्सन नम्बर डी, नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ। 22 नम्बरमा आयुर्वेद कुन वेदको उपवेद हो? यसको आन्सर अप्सन नम्बर ए चाहिँ ऋग्वेदको उपवेदको रूपमा चाहिँ आयुर्वेद रहेको छ। 23 नम्बरमा इराकको पुरानो नाम चाहिँ अप्सन नम्बर डी, मेसोपोटामिया हो। 24 नम्बरमा गोबी मरुभूमि कुन महादेशमा पर्छ? यसको आन्सर एसिया महादेशमा। त्यसैगरी 25मा युरोप र एसिया महादेशलाई जोड्ने पर्वत श्रृङ्खला तलका मध्ये कुन हो भनेको छ? यसको आन्सर रहेको छ अप्सन नम्बर सी, युराल पर्वत। त्यसैगरी 26 नम्बरमा विश्वको सबैभन्दा लामो हिम नदी कुन हो? अप्सन नम्बर डी, लामबाट। त्यसैगरी पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको अर्को छेउमा पर्ने स्थानलाई के भनिन्छ?
अप्सन नम्बर डी प्रतिलोम भनेर चाहिँ भनिन्छ अर्थात् एन्टिपोल। त्यसै गरी 28 नम्बरमा द्वितीय विश्वयुद्धको समयमा एक्सिस पावर अन्तर्गत तलका मध्ये कुन राष्ट्र पर्दैन थियो? अप्सन नम्बर डी अमेरिका पर्दैन थियो। त्यसै गरी 29 नम्बरमा समानता, स्वतन्त्रता र भातृत्व भन्ने नारा कुन घटनासँग सम्बन्धित छ? यसको आन्सर रहेको छ अप्सन नम्बर सी फ्रान्सेली राज्य क्रान्ति। 30 नम्बरमा फ्रान्सेली राज्य क्रान्ति कहिले भएको थियो? यसको आन्सर अप्सन नम्बर बी 1789 मा। अनि 31 नम्बरमा भारतीय स्वतन्त्रता सङ्ग्रामको परिणामस्वरूप भारत कहिले स्वतन्त्र भएको हो? यो चाहिँ अप्सन नम्बर बी 1947 अगस्त 15 को दिनमा, सन् 1947 अगस्त 15। त्यसै गरी 32 नम्बरमा संयुक्त राष्ट्रसङ्घले सबैभन्दा पछि मान्यता दिएको भाषा कुन हो भनेर भनेको छ। यसको आन्सर हो अप्सन नम्बर डी अरबी भाषा। त्यसै गरी 33 नम्बरमा एजेन्डा फर डेभलपमेन्ट अवधारणाका प्रस्तुतकर्ता को हुन्? सी नम्बर अप्सन बुत्रोस काली। त्यसै 34 नम्बरमा आगोको औँठी अर्थात् रिङ अफ फायर भनेर कुन महासागरलाई चिनिन्छ? सी नम्बर अप्सन प्रशान्त महासागरलाई। 35 नम्बरमा दक्षिण एसियाली विश्वविद्यालय कहाँ रहेको छ? अप्सन नम्बर बी नयाँ दिल्ली। 36 नम्बरमा विश्वको सबैभन्दा लामो समुद्री किनारा भएको देश कुन हो? आन्सर रहेको छ अप्सन नम्बर डी क्यानाडा। नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला कुन हो? अप्सन नम्बर सी रौतहट। त्यसै गरी 38 नम्बरमा सार्कको स्थायी समितिको सदस्य को रहने व्यवस्था रहेको छ? अप्सन नम्बर डी सदस्य राष्ट्रको परराष्ट्र सचिवहरू रहने व्यवस्था छ। 39मा बिमस्टेकको अवधारणा ल्याउने देश कुन हो? अप्सन नम्बर डी थाइल्यान्ड। त्यसै गरी 40 नम्बरमा फिफा विश्वकप बारे कुन कथन सही छ भनेर भनेको छ? यो चाहिँ अप्सन नम्बर ए फिफाको प्रधान कार्यालय जुरिचमा रहेको छ। त्यसै गरी 41 नम्बरमा विश्व शान्ति सूचकाङ्क ग्लोबल पिस इन्डेक्स 2025मा नेपालको स्थान चाहिँ अप्सन नम्बर डी 76 रहेको छ, 76 हो। त्यसै गरी 42मा मधुपर्क सम्मान 2081बाट सम्मानित स्रष्टा को हुन् भनेको छ? को हुन्? अप्सन नम्बर ए फ्रा कृष्ण गौतम, मन्जु काँचुली र किशोर पहाडी। अप्सन नम्बर ए चाहिँ राइट आन्सर रहेको छ। 43मा नेपालको प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा कहिले नियुक्ति भएको हो? अप्सन नम्बर बी विक्रम सम्वत 2082 साल भाद्र 27 गते चाहिँ नियुक्ति हुनुभएको हो। त्यसै गरी 44 नम्बरमा सन् 2025मा भौतिक शास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित हुने व्यक्ति तलका मध्ये को होइनन् भनेको छ? ए नम्बर अप्सन रिचर्ड रोबसन। 45 नम्बरमा विश्व खाद्य कार्यक्रम वर्ल्ड फुड प्रोग्रामको प्रधान कार्यालय कुन देशमा रहेको छ? बी नम्बर अप्सन इटाली। त्यसै गरी 46 नम्बरमा खाद्य तथा कृषि सङ्गठन FAO को आह्वानमा मनाइने विश्व खाद्य दिवस कहिले मनाइन्छ? अप्सन नम्बर सी अक्टोबर 16। 47 नम्बरमा नेपालको WTO को सदस्यता नेपालले चाहिँ WTO को सदस्यता कहिले प्राप्त गरेको हो? अप्सन नम्बर सी सन् 2004 अप्रिलमा। 48 नम्बर क्वेसन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अन्तिम लेखा परीक्षणको हुने व्यवस्था रहेको छ? अप्सन नम्बर सीमा महालेखा परीक्षक कार्यालयबाट नियुक्त भएका लेखा परीक्षाले गर्ने व्यवस्था रहेको छ। त्यसै गरी 49 नम्बरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नियमनकारी प्रमुख निकाय तलका मध्ये कुन हो भनेको छ? यसको चाहिँ आन्सर डी नम्बर अप्सन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय। र अन्तिम प्रश्न रहेको छ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा नेपाल सरकारको स्वामित्व संरचना तलका मध्ये कुन हो भनेको छ? यसको आन्सर चाहिँ अप्सन नम्बर ए 100% अर्थात् 100% चाहिँ नेपाल सरकारको स्वामित्व रहेको छ भनेर चाहिँ यहाँ 50वटा क्वेसनहरू सोधिएको थियो। हस्त हाम्रो भिडियो आजको लागि यति नै। HRB क्लासेस हेर्दै गर्नुहोला। धन्यवाद।